पहिलो सामुएल यहाँनिर 15 अध्यायमा प्रिय एउटा घटना हुन्छ जहाँ चाहिँ परमेश्वरले साउललाई आज्ञा दिनुहुन्छ कि तिमी चाहिँ गएर इजरायलीहरूको लागि चाहिँ एउटा राजा नियुक्त गर। एउटा राजालाई मैले छानेको छु, त्यो राजालाई चाहिँ तिमीले अभिषेक गरेर त्यो राजा उसलाई राजा हुनमा बोलाओ तिमीले भनेर परमेश्वरले सामुएललाई पठाउनुहुन्छ। एक पदमा यसरी भन्दछ, सामुएलले साउललाई भने परमप्रभुले तपाईँलाई इजरायलमाथि राजा अभिषेक गर्न भनी मलाई पठाउनु भयो। अब परमप्रभुको वचन ध्यान दिएर सुन्नुहोस्। सबैले भन्नुहोस् त, ध्यान दिएर। यताकोले भन्नु भएन, ध्यान दिएर भन्नुहोस् त। सो परमेश्वरले सामुएललाई पठाउनु भयो, तर परमेश्वरले यो पनि कुरा सामुएललाई भनेर पठाउनु भयो साउलको लागि, परमेश्वरले तिमीलाई बोलाउँदै हुनुहुन्छ, तर तिम्रो पट्टिबाट परमेश्वरले अपेक्षा राख्नु भएको चाहिँ, आशा राख्नु भएको चाहिँ ध्यान दिएर सुन्नु। परमेश्वरको वचन चाहिँ तिमीले के गर्नुपर्छ? ध्यान दिएर सुन्नुपर्छ। तिमीलाई परमेश्वरले बोलाउँदै हुनुहुन्छ, तर त्यतिमा मात्रै यो बोलावट चाहिँ रोकिँदै छैन। God is calling you, God is anointing you to be a king, but in return you have to listen what the Lord is saying, what the Lord is telling him. Amen. So परमेश्वरले भन्नुहुन्छ उसले चाहिँ सुन्न पर्छ भनेर। त्यो पनि कसरी अरे? ध्यान दिएर। सबैले भन्नुहोस् त, ध्यान दिएर। कतिपल्ट हामी सुन्दै गर्दा म कोहीपल्ट मेरो श्रीमतीलाई केही भन्दैछु भने उसले भनेर होइन सुनेन होला तिमीले, भन त फेरि रिपिट गर त मैले के भनेको भनेर भन्छ। यहोशूको पुस्तकमा तिमीले त्यसलाई मनन गर्नु भनेको, त्यो रिपिट गर्नु भनेको, त्यो गाईले कसरी चबाउँछ मर्याङ खाएको कुरा निकाल्छ, त्यो ध्यान दिएको छ कि छैन भन्ने चाहिँ कसरी थाहा पाउनुहुन्छ भने तपाईँले भन्नुहुन्छ अनि उसलाई भन्नु लाउनुहोस्, के भने मैले हाल्नु भन्नु त भनेर। ध्यान दिएर सुन्नुहोस् भनेर भन्दछ। 2 पदमा सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, मिश्र देशबाट इजरायल उक्लेर आउँदा अमालेकीहरूले इजरायललाई आक्रमण गरे, यसकारण त्यसको निमित्त अमालेकीहरूलाई दण्ड दिने निश्चय मैले गरेको छु। अब अमालेकीहरूमाथि जाई लागेर उनीहरूलाई नाश गर र उनीहरूका सबै धन सम्पत्ति नाश गर, एउटै थोक पनि नछोड र सबैलाई खत्तम पार। उनीहरूका पुरुष स्त्री केटाकेटीहरू, दूध खाने बालकहरू, गाई गोरु, भेडा बाख्रा र ऊँट र गधा सबैलाई नाश गर। हामी आज्ञाकारी भन्ने कुरामा प्रिय आज म तपाईँहरूसँग अलिकति बाँड्नु पर्यो। किन वाइ ओबे, किन हामी आज्ञाकारी हुनुपर्छ त भन्ने। अहिलेको समयले, अहिलेको परिस्थितिले, अहिलेको जुन स्टेजमा छौँ हामीहरू आज्ञाकारी हुन पनि हामी चोइस गर्छौँ। म आज्ञाकारी हुन्छु भने पनि मेरो शर्तमा हुन्छु भन्छौँ, भन्दैनौँ र हामीहरू, हो कि न? इभन when we go on obeying something or obeying someone, we try to obey on our term. हाम्रो शर्तमा हामी आज्ञाकारी हुँदछौँ। इभन अहिलेको समयमा त आज्ञाकारी भन्ने शब्द त कोहीपल्ट त नेगेटिभ एउटा नकारात्मक कुरा भनेर लिँदछन्। कसरी आज्ञाकारी भन्न सक्छौ तिमीले त? तिमी त अनुग्रहमा छौ त तिमी। अब क्रिस्चियनहरूको कुरा गर्दाखेरि अथवा अहिले यता के अरे विश्वासीदेखि बाहिरको संसारको कुरा गर्दाखेरि आज्ञाकारी हुने कुरामा अहिले कतिजना अहिले यो इमिग्रेसनको कुरामा चाहिँ त्यो आज्ञाकारी नभएको कारण समस्यामा परेका छैनन् र उनीहरूको जुन चाहिँ आज्ञाकारी हुनुपर्ने थियो, जुन व्यवस्थालाई उनीहरूले पालन गर्नुपर्ने थियो, त्यो नपालन गरेकोले गर्दा उनीहरू अहिले समस्यामा छन्। सो आज्ञाकारी, ओबिडियन्स भन्ने शब्द चाहिँ यो इजिली एक्सेप्टेबल अहिलेको कल्चरमा छैन। इभन क्रिस्चियन कल्चरमा पनि छैन, विश्वासीहरूको समूह बिचमा पनि छैन आज्ञाकारितालाई पक्रिने त। तर आज्ञाकारिता बिना त प्रिय इभन हामीले उद्धारलाई पनि हामीले ग्रहण गर्न सक्छौँ र? हाम्रो शर्तमा हामीले परमेश्वरको उद्धारलाई ग्रहण गर्न सक्दैनौँ। त परमेश्वरको शर्तमा मात्रै हामीले परमेश्वरको उद्धारलाई ग्रहण गर्न सक्छौँ, होइन र?
उहाँले भन्नुभयो येशूलाई के गर, प्रभु र मुक्तिदाता भनेर मुखले स्वीकार गर। हालेलुया। र जतिले परमेश्वरको नाममा पुकार गर्नेछन् उनीहरूको के हुनेछ? उद्धार हुनेछ। मैले केही दिन अगाडि म एकजना बुढी मान्छेसँग म बात गर्दाखेरि उसले भन्दै थिए, पास्टर मलाई त लाग्दैन मेरो प्रार्थना प्रभुले सुन्नुहुन्छ। अनि मैले भने कहिलेदेखि तिमीलाई त्यस्तो लाग्न थालेको छ त भन्दाखेरि मलाई धेरै अगाडिदेखि मलाई लाग्छ कि मेरो प्रार्थना चाहिँ प्रभुले सुन्नु हुँदैन। अनि मैले भने तपाईँलाई यो लाग्छ कि परमेश्वरले तपाईँलाई स्वीकार्नुहुन्छ भनेर, परमेश्वरले तपाईँलाई लिनुहुन्छ भनेर, परमेश्वरले तपाईँलाई ग्रहण गर्नुहुन्छ भनेर थाहा छ तपाईँलाई? लाग्छ तपाईँलाई त्यस्तो भन्दा? मलाई लाग्दैन। मैले किन भन्दाखेरि उहाँले भन्नुभयो मैले राम्रो काम गर्दिनँ, मैले राम्रो मेरो मोरालिटी, मेरो नैतिकता मेरो ठिक छैन। तर वचनले भन्छ, मैले उहाँलाई भन्न थालेँ, मैले वचनले भन्छ, वचनले चाहिँ यसरी भन्छ, जतिले उहाँलाई पुकारा गरे उनीहरूको उद्धार भयो भनेर भन्छ। आमेन। अनि के तपाईँ अहिले पुकारा गर्न सक्नुहुन्छ परमेश्वरलाई भन्दा सक्छु भने? अनि हामीले त्यतिखेर प्रार्थना गऱ्यौँ र वचनले भने अनुसारले जब हामी आज्ञाकारी भयौँ हामीले उद्धार हामीले ग्रहण गऱ्यौँ, उद्धार हामीले धारण गऱ्यौँ भनेर हामी विश्वास गर्दछौँ। आमेन। सो उद्धार पनि हाम्रो तरिकाले हुँदैन। म चर्च जान्छु, यो गर्छु, त्यो गर्छु, तर येशूलाई चाहिँ म प्रभु भनेर म भन्दिनँ। म बाइबल पढ्छु, यसो गर्छु भन्ने मान्छे धेरै भेटिएला संसारमा। उनीहरूले येशूलाई एउटा के अरे अगमवक्ताको रूपमा लिएलान्, उनीहरूले शिक्षकको रूपमा लिएलान्, एकदमै ज्ञानी व्यक्तिको रूपमा लिएलान्, तर उनीहरूले प्रभु र मुक्तिदाता भनेर लिँदैनन्। तर वचनले भन्छ हामीले त्यो फल पाउनको लागि, त्यो उद्धारको फल पाउनको लागि हामीले येशूलाई प्रभु र मुक्तिदाता भनेर स्वीकार्नै पर्छ भनेर भन्दछ। आमेन। त्योदेखि बाहेक अरू उपाय छैन। सो आज्ञाकारीले चाहिँ हामीलाई के गर्छ? त्यो आशिषलाई ल्याउँदछ। तर आज्ञाकारिता चाहिँ जब हामी परमेश्वरको कुरा गर्छौँ परमेश्वरकै तरिकाले हामी आज्ञाकारी हुनुपर्दछ। आमेन भन्नुहोस् त। उत्पत्ति 4 अध्यायमा एउटा घटना देख्छौँ। सुरुको घटना हामीले आदम र हब्बा परमेश्वरको उपस्थितिदेखि गिरिसके पश्चात एउटा घटना हुन्छ जहाँ चाहिँ परमेश्वरले पहिला निर्धारण गर्नुहुन्छ कि परमेश्वरमा आउने चाहिँ परमेश्वरको एउटा तरिकाले आउनु पर्दछ, अनि चाहिँ परमेश्वरले स्वीकार गर्नुहुन्छ भनेर। आज्ञाकारिता यो प्रकारले चाहिँ तिमी आज्ञाकारी हुन सक्छौ र परमेश्वरमा स्वीकार हुन्छ। उत्पत्ति 4 अध्यायलाई खोल्नुहोस् त तपाईँले। सामुएलको पुस्तकमा औँली लगाइराख्नुहोस्, हामी त्यसलाई हेर्नेछौँ, अझै फेरि जानेछौँ। तर 4 अध्यायमा कैन र हाबिलको स्टोरीमा त्यहाँनिर यहाँनिर कैनले भेटाउनु भयो। 4 अध्याय हाबिल को थिए त? भेडा गोठाला भए र कैन चाहिँ भूमिको खेती किसानी गर्ने भए। अब हेर्नुहोस् है, हाबिल के छन्? भेडा बाख्रा गर्ने छन्। आफ्नो यिनीहरूको व्यवसाय भिन्नै छ, उनीहरूको काम गर्ने परिकार भिन्नै छ। हामी त्यस्तै छैनौँ र यहाँनिर छौँ नि हामीहरू, होइन? कोही के छौँ, कोही कहाँ के काम गर्नेछौँ, कोही के अरे कहाँ कम्पनीमा काम, कोही के गरौँला, कोही यता नर्समा होउँला, कोही स्कुल स्टुडेन्ट होउँला, कोही आमा बाउ घरमा बसेर यताउता गरौँला, कोही के गरौँला आफ्नो आफ्नो व्यवसाय छन्। तर जब यिनीहरू परमेश्वरकोमा आउँछन्, परमेश्वरकोमा आउँदाखेरि यिनीहरूले तँ परमप्रभुले कैनलाई भन्नुभयो तँ किन रिसाउँछस्? यहाँनिर अलिकति म अगाडि पढेँ। यहाँनिर केही समय बितेपछि कैनले परमप्रभु कहाँ भूमिको उब्जनीबाट केही ल्याए, तर हाबिलले आफ्ना भेडाको बगालबाट पहिले ब्याएका पाठाहरूका बोसो ल्याए। परमप्रभुले हाबिल र तिनको भेटी ग्रहण गर्नुभयो, तर कैन र उनको भेटी ग्रहण गर्नु भएन। यसैले कैन ज्यादै रिसाए र उनको मुख अँध्यारो भयो। यहाँनिर हामी यो निष्कर्षमा आउँछौँ कोहीपल्ट कि म चाहिँ यो ठाउँमा यस्तो छु, म मेरै तरिकाले म परमेश्वरमा आज्ञाकारी हुन्छु भनेर। तर परमेश्वरले यहाँनिर केही विधि बनाउनु भएको छ, केही तरिका राख्नु भएको छ। जब हामी परमेश्वरकोमा आउँछौँ हामी उहाँको तरिकाले आउँदछौँ, त्यसलाई चाहिँ परमेश्वरले आज्ञाकारी भनेर ग्रहण गर्नुहुन्छ। आमेन। हाम्रो तरिकाले गएको म होइन, तर उहाँको तरिकाले जब हामी आउँछौँ परमेश्वरमा, त्यसलाई चाहिँ परमेश्वरले के भन्नुहुन्छ? यो चाहिँ आज्ञाकारी भयो भनेर भन्नुहुन्छ। हालेलुया।
अब किन चाहिँ उनीहरूको त्यो उसलाई चाहिँ ग्रहण गर्नु भएन? किन परमेश्वरले एउटा नियम बनाउनु भएको थियो कि मबाट आउँदा चाहिँ आदमको लागि परमेश्वरले के गर्नुभयो? एउटा साँडेलाई मारेर चाहिँ त्यो छालाले बेरेर परमेश्वरमा आउनको लागि आदम योग्य बने। त्यहाँनिर ढाकछोप गरेर त्यहीँबाट बलिदानको सुरुवात भयो। सो परमेश्वरले एउटा निर्धारण गर्नुभएको थियो, एउटा बाटो बनाउनु भएको थियो। म बाटो आउँदा चाहिँ तिमीहरूले चाहिँ सागपात लिएर होइन, तर तिमीहरू बलि लिएर आउनुपर्छ। त्यो कारणले चाहिँ तिमीहरू म बाटो आउन सक्छ। त्यो चाहिँ आज्ञाकारिता हो। हालेलुया। तर नयाँ करारमा पनि इभन पुरानो करारमा प्रिय अरू ठाउँहरूमा हामीले प्रशस्त भेटाउँछौँ। तपाईँले पढ्नुहोस्, कोही पनि समस्यामा परेन जबसम्म उनीहरूले परमेश्वरको वचनलाई पालन गरिराखे। वचन पालन नगर्दा नि हो समस्यामा परेको, होइन र? जतिखेर पनि उनीहरूले वचनलाई उल्लङ्घन गरे, के भयो? उनीहरूको जीवनमा समस्या आयो। उनीहरू यता बन्धनमा परे, उनीहरू यता सतावटमा परे, उनीहरू यतापट्टिको दासत्वमा परे। इभन इजरायलीको इतिहासमा त कोही ठाउँमा उनीहरू 20 वर्षसम्म कब्जामा परे भने त्यहाँ कब्जाबाट अर्को पारी अर्कोले कब्जा गरे, त्यहाँबाट पनि अर्कोले कब्जा गरे। एउटै कारणले गर्दा। के कारणले अरे भन्नुहोस् त? वचनलाई पालन नगरेको कारणले, परमेश्वरको विधि अनुसारले, परमेश्वरको तौर तरिकाले उनीहरूले नहिँडेको कारणले गर्दाखेरि उनीहरूको आफ्नै तरिकाले उनीहरू आज्ञाकारी भयो होलान्। तर परमेश्वरले जब पनि मानिसहरू परमेश्वरको तरिकाले आज्ञाकारी हुन्छन्, उनीहरूलाई आशिष गर्न सक्नुहुन्छ। हामी परमेश्वरको तरिकाले आज्ञाकारी हुँदा चाहिँ हामी परमेश्वरले आशिष गर्ने घरानाभित्र, घेराभित्र हामी बस्दछौँ। आमेन। हालेलुया। इभन पुरानो करारमा, नयाँ करारमा जब हामी आउँछौँ प्रिय, नयाँ करारमा पनि हामीले भनौँला मैले 10 आज्ञा मैले पालन गर्नु पर्दैन यता। तर जब परमेश्वरले भन्नुभयो अबको दिनहरूमा चाहिँ तिमीहरूले के गर? तिमीहरूले चाहिँ मेरो पुत्रको कुरा सुन्न पर्छ। जब हामी परमेश्वरको वचन पालन गर्छौँ, हामी उहाँको व्यवस्थालाई पालन गर्दछौँ। परमेश्वरको वचन नै उहाँको व्यवस्था हो प्रिय। जब पनि हामी परमेश्वरको वचनदेखि बाहिर जान्छौँ, हामी आज्ञाकारी हौँला, तर परमेश्वरको वचन अनुसार हामी आज्ञाकारी भएका छैनौँ भने हामी परमेश्वरले दिने आशिषको घेराभित्र हामी छैनौँ। परमेश्वरले दिने सुरक्षाको घेराभित्र हामी छैनौँ। हालेलुया। सो अब नयाँ करारको हामी विश्वासीहरूले हामीले ध्यान दिनुपर्ने चाहिँ मेरो आज्ञाकारिता चाहिँ के वचन अनुसार छ? हाम्रो आज्ञाकारिता चाहिँ प्रिय वचन अनुसार हुन पर्दछ। धेरै धेरै मानिसहरू, धेरै प्रभुको जनहरू, छोराछोरीहरू समस्यामा पर्छन् अहिलेका दिनहरूमा। उनीहरू आज्ञाकारी छन् तर पनि उनीहरू समस्यामा पर्छन्। उनीहरूको इभन निन्द्रा हराउँछ, उनीहरूको चैन हराउँछ, अधेरो नलाएर बस्नु परेको छ। प्रभुको छोराछोरीहरू, आज्ञाकारी भएका छोराछोरीहरू। तर जब परमेश्वरको जब हामीले आज्ञाकारितामा, परमेश्वरमा जब हामी आज्ञाकारितामा हेर्छौँ, परमेश्वरको रोड साइन चाहिँ कन्फ्युजिङ छैन, हामीलाई झुक्क्याउने छक्क्याउने छैन। परमेश्वरको कुराहरू चाहिँ, परमेश्वरको कुराहरू चाहिँ स्ट्रेट फरवर्ड छ, सिधै छ। आमेन। तिमीहरू नानीहरूले आमा बाउहरूको आज्ञाकार अधीनमा बस भनेको छ। त्यसमा हामीले ग्रिक हिब्रू खोजेर यताउता लिमा खोजेर चाहिँ सिन्टेक्स खोजेर चाहिँ हेनतेन आज्ञाकारिता हुनु भनेको छ। तर यस्तो भयो भने चाहिँ आज्ञाकारी हुनु हुँदैन भनेको छैन भनेर हामीले भन्नु पर्दैन। गॉड्स वर्ड इज स्ट्रेट फरवर्ड। अनि यदि हामीहरू छोराछोरीहरू जुन चाहिँ कतिजनालाई थाहा छ म जस्टिनालाई म माया गर्छु, तर जस्टिनाले जब मैले भनेको कुरा मानी भने, जस्टिनाले मैले भनेको कुराहरूमा आज्ञाकारी भइन् भने जस्टिनाको मसँग माया मात्र होइन, मेरो यसमा पनि एक्सेस हुन्छ। हो कि होइन? कतिपल्ट हामी परमेश्वरले माया गर्नुहुन्छ भन्नेमै हुन्छौँ, तर परमेश्वरले हाम्रो लागि अझै धेरै कुराहरू राख्नु भएको छ। आमेन। हालेलुया। हालेलुया।
यो शब्द जुन चाहिँ सुन भन्ने छ यहाँनिर पहिलो सामुएल 15 अध्यायमा ध्यान दिएर सुन्नुहोस् भनेको चाहिँ सामुएलले भन्दैछन् कि यसलाई चाहिँ तिमीले चाहिँ एकदमै पहिलो प्राथमिकता दिनुहोस्। सुन्नुहोस् मात्रै होइन, तर यसलाई चाहिँ सुनेर चाहिँ त्यो हेरखेन भनेको छ। सुन्नुहोस् भनेको चाहिँ यसलाई सुनेर चाहिँ कार्यमा पनि उतार्नुहोस् भनेको। परमेश्वरले चाहिँ साओल तपाईलाई भन्दै हुनुहुन्छ परमप्रभुको वचन ध्यान दिएर सुन्नुहोस् अनि गर्नुहोस् भनेर। सबैले भन्नुहोस् त गर्नुहोस्। कतिपल्ट यो सुन्नुहोस् भन्ने शब्दले हामीलाई सजिलो बनाउँछ। हो सुन्नुहोस्, ल नि त सुनेको छु त, खोइ केही भएन त मेरो जीवनमा भनेको छ कि छैन? ओ हामीले यो गरेको छौँ त के यो भनेका छौँ हामी स्वीकार गरेका छौँ, तर हाम्रो जीवनमा केही भएको छैन भन्दाखेरि तर वचनले भने अनुसार हामीले गरेका छौँ कि छैनौँ? अब यो ठाउँमा प्रिय साओलले कसरी पाप गरे त? यहाँनिर परमेश्वरले यहाँ 9 पदमा, तपाईँले 15 अध्यायको 9 पदमा 9 पदलाई पढ्दैछु। तर साओल र उनका सेनाले अगाग र असल भेडा र गोरु गाई, मोटा मोटा बाछा र पाठा र राख्ने योग्यका सबै चिजहरू बचाइराखे। तिनीहरूले तिनलाई नाश गर्ने इच्छा गरेनन्, तर बेकामका र केही मोल नभएकाहरूलाई चाहिँ तिनीहरूले नाश गरे। सो जब यो लडाइँको इतिहासमा हामी के देख्छौँ भन्दाखेरि यो स्वाभाविक हो। हेर्नुहोस् है, कतिपल्ट हाम्रो जीवनमा पनि यो स्वाभाविक हुन्छ। मैले यसो गर्दाखेरि यसो गर्नुपर्छ, अथवा फलानाले मलाई यसो गरे भने म यसो, लिटरल रेस्पोन्स हो त्यो। तर के त्यो वचनले त्यसो भनेको छ त? हामीले सोध्नुपर्ने चाहिँ। कोही पल्ट तपाईँ र मैले केही गर्दै जाँदाखेरि कसैले केही भन्यो भने हामीले जवाब दिनुपर्छ। त्यो के हो? नेचुरल रेस्पोन्स हो, त्यो प्राकृतिक तौरमा हामीले जवाब दिनुपर्छ। त्यो पर्दैन र? हामीलाई कसैले रिस उठायो भने हामी फर्केर भेट गर्नुपर्छ। तर इज द्याट वाट द वर्ड सेज? कि वचनले त्यो भन्छ त? हामी यहाँनिर अगुवा, हामी लिडर हौँ भने अरूले हामीलाई फलो गर्नुपर्छ, हो कि नेचुरल हो त्यो। तर के वचनले के भन्छ? वचनले भन्छ तिमीहरू अगुवाहरू हो भने तिमीहरू दासहरू हुनुपर्छ पहिला। आमेन, हालेलुया। व्हाट डज द वर्ड सेज? वचनले के भन्छ? साओलले कसरी यहाँनिर पाप गरे त प्रिय? कि हामीले यदि लिटरल्ली नेचुरल प्राकृतिक तौरमा हेऱ्यौँ भने पाप गरेका छैनन्। यहाँनिर एउटा लडाइँ जित्नेले के गर्छ? उसले जितेको कुरा लिएर जान्छ, लाँदैन र? उसले सुनचाँदी लिएर जान्छ, त्यहाँ जितेको कुरा, उसको जग्गा हडप छ, त्यो जति छ उसको हुन्छ, त्यो सबै कुरा त्यसमा रमाउँछन्, त्यसमा आनन्दित हुन्छन्। तर यहाँनिर 3 पदमा परमेश्वरले के भन्नुभयो, के आज्ञा गर्नुभयो उसलाई? तिमीले केही पनि नल्याउनु। हामी जब प्रिय हाम्रो जीवनमा आज्ञाकारिताको कुरा गर्छौँ, जब ओबिडियन्सको कुरा गर्छौँ, वी निड टु ओबे द वर्ड। वचनलाई, परमेश्वरको व्यवस्थालाई हामीले पालन गर्नुपर्छ। संसारले अथवा परिस्थितिले के दिन्छ त्यस्तो प्रकारले भन्दा पनि। आमेन, हालेलुया। So we have to be very cautious about what the word says. वचनले कसरी हामीलाई आज्ञा गरेको छ एकदमै ध्यान दिनुपर्छ। साओलले कसरी पाप गरे त भन्दा उसलाई परमेश्वरको वचनले भन्नुभएको थियो सबै कुरा नाश गर्नु, केही पनि नल्याउनु त्यहाँबाट भनेर। त्यो मात्रै होइन, साओलले अर्को के पनि गरे त? उसले ढाँटे यहाँनिर फेरि अब 11मा 10 पदमा, तब परमप्रभुले सामुएललाई यसो भन्नुभयो, साउललाई राजा तुल्याएकोमा मलाई पछुतो लागेको छ, किनभने त्यसले आफ्नो मुख मदेखि मोडेको छ र मेरो आज्ञा त्यसले पालन गरेको छैन। सामुएल विचलित भएर तिनले रातभरि परमप्रभुलाई पुकारा गर्दै रहे। प्रिय परमेश्वरको
मन रुको चाहिँ कतिखेर रुयो त भन्दाखेरि परमेश्वर कतिखेर पछुतो मान्नुभयो आफैलाई? When did God regret? When Saul disobeyed what the Lord was telling him. परमेश्वरले जे भन्नुभयो त्यो कुरा नगरेकोमा परमेश्वर रिग्रेट गर्नुभयो। उहाँ चाहिँ पछुतो लागेको छ मलाई भनेर भन्नुभयो प्रभुले। पहिलो कुरा परमेश्वरको वचनलाई साउलले खुल्लमखुल्ला उसले इन्कार गरे। उसले परमेश्वरले भनेको कुरा उसले गरेनन्। यहाँ 17 देखि सामुएलले भने अथवा 14 लाई म पढ्दैछु ल। अनि 13 देखि पढे मलाई 13 मा त्यही नै तिनले साउललाई भेटाए र साउलले तिनलाई यसो भनेर अभिवादन गरे, परमप्रभुको आशिष तपाईमा रहोस्, मैले परमप्रभुको आज्ञा पालन गरे। साउलले भन्दैछन् तर परमेश्वरले हामी अनाज्ञाकारिता भएको, परमेश्वरले हामी अनाज्ञाकारी भएको परमेश्वरले देख्नुहुन्छ। तर सामुएलले भने मेरो कानमा परेका भेडाको आवाज चाहिँ के हो? गाई गोरुका आवाज म किन सुन्दैछु? अब हेर्नु साउलले के भन्दैछन्। साउलले जवाब दिए, सिपाहीहरूले ती अमालेकीहरूबाट लिएका हुन्, तिनीहरूले असल असल भेडा र गोरु गाई गोरु परमप्रभु तपाईका परमेश्वरको निमित्त बलिदान चढाउनलाई जोगाइराखेका हुन्, बाँकीलाई त हामीले बिल्कुलै नाश गर्यौं। अब युद्धको लडाईको एउटा अर्को परिकार के पनि थियो भन्दाखेरि चाहिँ जे कुरा पनि उनीहरूले जित्छन् त्यो कुराहरूबाट चाहिँ ल्याएर चाहिँ परमेश्वरलाई धन्यवादको भेटी चढाउने। अहिले कति हाम्रो नेपाली कति नेपाली मण्डलीहरूमा यो पनि चलेको छ, धन्यवादको भेटी ल्याऊ अनि परमेश्वरले प्रार्थना सुन्नुहुन्छ भन्ने। त्यो कुरा हो यहाँनिर। जब तिमीहरूको केही लडाई जितिन्छ, जब तिमीहरूमा केही कुरा परमेश्वरले आशिष गर्नुहुन्छ, तिमीले के गर्नुपर्छ? धन्यवादको भेटी ल्याएर चढाउनुपर्छ। सुन्दै हुनुहुन्छ नि? तर परमेश्वरले धन्यवादको भेटी भन्दा पनि परमेश्वरले अघि भन्नुभयो मेरो वचन पालन गरेनन् यिनले। आमेन। कोहीपल्ट हामी धन्यवादको भेटीको लागि हामी सबैलाई मारेर चाहिँ भेटी बनाएर ल्याउँछ, होइन। परमेश्वरले भन्नुभएको छ आज्ञाकारी हो, वचन पालन गर। आमेन भन्नुहोस्। सो परमेश्वरको लागि चाहिँ यो भेटी ल्याउनु भन्दा पनि हामी आज्ञाकारी हुनु हो। हामी वचन अनुसार हिँड्न नै, हामी वचनमा लाग्न नै, वचनलाई पक्रेर हिँड्नु, वचनमा डोरिनु चाहिँ परमेश्वरको लागि हाम्रो जीवनबाट भेटियो। आमेन। हालेलुया। परमेश्वर यो भेटीमा रमाउनुहुन्छ, तर त्यो भेटीमा रमाउनु हुँदैन जुन भेटी चाहिँ परमेश्वरको वचन अनुसारको भेटी छैन। God delights in the sacrifices, but the sacrifice has to be according to the word of God. परमेश्वरको वचन, परमेश्वरले के भन्नुभएको छ त्यो अनुसारको भेटीलाई चाहिँ परमेश्वरले स्वीकार्नुहुन्छ। आमेन। हालेलुया। यूहन्ना 1 अध्यायमा, हिब्रू 1 अध्यायमा हामी देख्छौँ प्रिय कि अबको दिनमा चाहिँ परमेश्वरले हामीसँग उहाँको पुत्र येशूद्वारा बोल्नुहुन्छ। तपाईँ र म हामी आज्ञाकारी हुन चाहन्छौँ, हामी जान चाहन्छौँ परमेश्वरको नजिक, भेटी लिएर, बलिदान लिएर हामी उहाँको वचन अनुसार हामी हिँड्न पर्छ। हालेलुया। त्यही भएर परमेश्वरले साउलको धन्यवादको भेटीलाई अस्वीकार गर्नुभयो, किनभने साउलले वचन अनुसार गरेनन्। हामीले हाम्रो जीवनमा, हाम्रो वरिपरि हामीले देखेका छौँ, हाम्रो जीवनमा हामीले महसुस गरेका छौँ कि हामीले यो गरेका छौँ परमेश्वरको लागि भनेर, त्यो गरेका छौँ परमेश्वरको लागि भनेर, यो खर्चेका छौँ, यसरी दिएका छौँ, उसरी दिएका छौँ, हामीले स्वीकार गरेका छौँ, कन्फेसन गरेका छौँ, विश्वासको यो घोषणा गरेका छौँ, तर हामी परमेश्वरको मुताबिक नगरेको कारणले, परमेश्वरको वचन अनुसार हामीले नगरेको कारणले हामीमा त्यो हुन आएको छैन। सुन्दै हुनुहुन्छ मलाई? परमेश्वरले हामीबाट के चाहनु भएको? पूर्ण रूपको समर्पणता, कम्प्लिट ओबिडियन्स
उहाँले चाहनुहुन्छ। अनि हाम्रो जीवनमा कम्प्लिट पूर्ण रूपको आज्ञाकारिता चाहिँ प्रिय हामी वचन अनुसार हिँड्नु चाहिँ हो। आमेन, हालेलुया। हामी जब वचन अनुसार हिँड्छौँ हामी पूर्ण रूपले परमेश्वरमा आज्ञाकारी भएको हामी लागि परेको हो। हामी रुपियाँ पैसाको लागि हामी विश्वास गर्छौँ, हामी स्वस्थताको लागि हामी विश्वास गर्छौँ, हाम्रो परिवारमा मेलमिलापको लागि हामी विश्वास गर्छौँ, हाम्रो जीवनमा आशिषको लागि हामी विश्वास गर्छौँ। तर यदि हामी विश्वास मात्रै गर्छौँ तर परमेश्वरले भनेको कुराहरू हामी गर्दैनौँ भने, परमेश्वरले राखेको कुरालाई हामीले पक्रिँदैनौँ भने, परमेश्वरको वचन अनुसार हामी आज्ञाकारी भएनौँ भने हाम्रो जीवनमा यी कुराहरू हुन आउँदैनन्। किनभने परमेश्वरले ब्याकअप गर्ने भनेको, परमेश्वर चाहिँ पछि लागेर पुरा भएको देख्न चाहने भनेको चाहिँ उहाँको वचन अनुसारको कुराहरू मात्रै हो। परमेश्वरले भन्नुभयो उहाँले नै यो वचन पुरा भएको हेरिराख्नुहुन्छ भनेर। आमेन, हालेलुया। कतिपल्ट हामी के अरे परमेश्वरलाई नै हामी लुटिराखेका हुन्छौँ। कसरी? जब हामी परमेश्वरको वचन अनुसार हामी हिँड्दैनौँ। हामी वचन अनुसार हामी एकदमै हिँड्न पर्दछ प्रिय। तपाईँले दोस्रो सामुएलको पुस्तकमा खोलिदिनुहोस् यहाँनिर। आज्ञाकारी हुने कुरामा प्रिय हामीले परमेश्वरले दिएको कुराहरू, परमेश्वरले राखेको कुराहरू हाम्रो जीवनमा हामीले महसुस गर्न सक्दैनौँ, थाहा गर्न सक्दैनौँ, पाउँदैनौँ हामीले। किनभने हामी आज्ञाकारी मात्रै छौँ, वचन अनुसार हामी आज्ञाकारी छैनौँ। हाम्रो ओबिडियन्स मस्ट बी अकर्डिङ टु द विल अफ गॉड। परमेश्वरको वचन अनुसारको, इच्छा अनुसारको आज्ञाकारी हाम्रो जीवनमा हुनुपर्दछ। आमेन। यहाँनिर म छिट्टो यहाँनिर तपाईँलाई म देखाउँछु र हामी प्रार्थना गर्नेछौँ। दोस्रो सामुएल 12 अध्यायमा यहाँनिर योआब भन्ने एकजना व्यक्ति हुन्छन्। सुन्नुहोस् है, आज्ञाकारिताको कुरा गर्दैछौँ हामीले, समर्पणताको कुरा गर्दैछौँ हामीले। यहाँ योआब भन्ने व्यक्तिले 26 पदमा पढ्दैछु म, जो चाहिँ दाउदको सेनाको व्यक्ति हुन्छन्। यी योआब गएर के गर्छन् भन्दाखेरि योआबले एउटा सहरलाई कब्जा गर्छन्। हेर्नुहोस् है, योआबले गएर एउटा सहरलाई कब्जा गर्छन्, सबै कुरा सिध्याउँछन्। उसले त्यो सहरको पानीहरू काटिदिन्छन्। काटिसकेपछि योआबले खबर पठाउँछन् दाउदलाई। त्यसपछि योआबले अम्मेनीहरूको सहर रब्बालाई चढाइ गरेर राजाको किल्ला कब्जा गरे। हेर्नुहोस्, मेन ठाउँमा कब्जा गरिसके अब योआबले। अनि के गरे? तिनले यस्तो खबर दिएर मानिसहरूलाई दाउद कहाँ पठाए, मैले रब्बालाई चढाइ गरेर त्यसको जलस्रोत लिएँ, तपाईँले बाँकी सेनालाई जम्मा गरेर आफैलाई सहरलाई घेरा हालेर त्यो लिनुहोस्, नत्र त म त्यस सहरलाई लिनेछु र मेरै नाउँले त्यो कहलाइनेछ। सो योआबले दाउदलाई खबर पठाउँछन् कि यदि दाउद तिमी आएनौ भने चाहिँ जुन कुरामा म आज्ञाकारी हुनलाई म गएको छु, म चाहिँ तपाईँको वचन अनुसार आज्ञाकारी हुनु, म तपाईँलाई प्रतिनिधित्व गर्नुपर्ने हो यहाँनिर। अनि योआबले चाहिँ के गर्छन् त, उसले त्यहीँ रोकिन्छन्। उसले अब यहाँदेखि उता गएँ भने चाहिँ म यो सहर चाहिँ मेरो नाउँले कहलाइनेछ, तर म त आज्ञाकारी हुनुपर्छ, म त दाउदको अन्डरमा काम गर्ने मान्छे हो, म दाउदको अधीनमा बसेर मैले काम गर्नुपर्छ। त्यही भएर योआबले खबर पठाउँछन्, दाउद अब तपाईँ आएर झन्डा गाड्नुहोस्। आज्ञाकारिता प्रिय सिचुएसनल योआबले पक्रिन सक्थे। यहाँसम्म त मैले जितेको छु, यहाँसम्म त मैले गरेको छु, अब नेक्स्ट झन्डा पनि मै गाड्छु, अनि दाउदलाई कुर्सीबाट फालिदिन्छ अनि म चाहिँ यहाँ राजा बनिन्थेँ होला। होइन, तर वचनले भन्छ तिमीहरू आज्ञाकारी हुनुपर्छ, समर्पण हुनुपर्छ, तिमीहरू सबमिसन। आमेन, हालेलुया। यो वाइ ओबे, किन आज्ञाकारी हुने? किनभने यो परमेश्वरको वचन अनुसार हो। तपाईँ र म हाम्रो सिचुएसनल कोही बेला आज्ञाकारी हुन्छौँ। यस्तो परिस्थिति आयो अनि म यसरी आज्ञाकारी गरेँ। होइन होइन होइन, वचनले के भन्छ? प्रस्थानको पुस्तकमा एउटा घटना हुन्छ जब मोसा चाहिँ प्रार्थना गर्न
पर्वतमा गएका हुन्छन्। हारुन, मानिसहरूले आएर हारुनलाई भन्न थाल्छन्, ओ हारुन हारुन हारुन, हामीलाई डोर्याउने मान्छे छैन, हेनतेन हेनतेन। तर हारुनले बिर्सिन्छन्, आज्ञाकारी हुने क्रममा ऊ मानिसको लागि आज्ञाकारी भइजान्छन्। उसले बिर्सिन्छन् ऊ चाहिँ मोसाको अधीनमा रहेर परमेश्वरको काम गर्दै गर्ने मान्छे हुनुपर्थ्यो भनेर। हाम्रो जीवनमा प्रिय, जब हामी सिचुएसनल आज्ञाकारी हुन थाल्छौँ न त कि हामी वचन अनुसार आज्ञाकारी हुन छोड्छौँ, हाम्रो जीवनमा आशिष रोकिन्छ, आशिष आउँदैन प्रिय। सो हामीलाई वी निड टु बी ओबेइङ व्हाट द वर्ड सेज। वचनले के भन्छ हामी त्यसमा आज्ञाकारी हुनु पर्दछ। आमेन, हालेलुया। पहिलो इतिहासलाई हेर्नुहोस्, अनि चाहिँ म प्रार्थना गर्नेछु है। पहिलो इतिहासलाई, फर्स्ट क्रोनिकल, पहिलो इतिहासको पुस्तक 12 अध्यायलाई आज्ञाकारी, वाइ ओबे। हाम्रो जीवनमा परमेश्वरले वचनले भन्छ तिमीले अब हामी फाइनेन्सको रूपमा पैसाको हामी कुरा गर्छौँ, हाम्रो जीवनमा आशिषको कुरा गर्छौँ। परमेश्वरको वचनले भन्छ तिमीहरूको दशांश चाहिँ ढिकुटीमा ल्याऊ, मण्डललाई सपोर्ट गर। इभन विशेष गरी मलाई एकजना पास्टरले भन्नुभयो, पास्टर बाउ हाम्रो चर्चको लिडर्सहरूले नै चर्चमा दशांश भेटी ल्याउँदैन, तपाईँलाई के छ यो विषयमा भन्नु भन्नु। अनि मैले भने कसरी लिडर्सले त ल्याउनुपर्छ त पहिलो त, किनभने लिडर्सले नै, अगुवाहरूले नै चर्चको दर्शनलाई, चर्चको मिसनलाई, चर्चको भिजनलाई, दर्शनलाई चाहिँ सपोर्ट गर्दैन भने अरू मान्छे त परै गएको। कसरी इभन हाउ क्यान यु इभन कल देम अ लिडर? कसरी अगुवा पनि भन्न सक्छौ? आज्ञाकारी भएको कुरामा हाउ क्यान द्याट बी, हाउ क्यान वी कल द्याट एज एन ओबिडियन्स? अनि उहाँले भन्नुभयो खोइ त मैले त कहिले हेर्थिनँ हाम्रो चर्चको, तर मलाई ट्रेजर भाइले चाहिँ भन्नुभयो पास्टर फल्ना फल्ना फल्नाबाट चाहिँ यसरी आइराखेको छैन, धेरै भयो भनेर। मैले भने होइन, प्रार्थना गर्नुपर्छ, सिकाउनुपर्छ अब मण्डलीमा, मैले भनेर भने। तर हामी आज्ञाकारी हुने कुरामा प्रिय, God is asking for us for a complete obedience, पूर्ण रूपमा हामीमा आज्ञाकारिता परमेश्वरले माग्नुहुन्छ। आमेन। सिचुएसनल होइन, परिस्थिति अनुसारले होइन। इभन एउटा वरदान, पवित्र आत्माको वरदान हामीले चुकाएको चाहिँ, मण्डली ध्यानसँग सुन्नुहोस्। पहिलो इतिहास 12 अध्यायमा कोही बेला हामी यहाँनिर पवित्र आत्माको वरदान पाएको, हामी यहाँनिर हामीले अनेक कुराहरू गरौँ, तर एउटा वरदान चाहिँ छ यहाँनिर हामी आज्ञाकारी हुने कुरामा। यो हेरेर हामी प्रार्थना गर्नेछौँ। 18 पदमा, 12 को 18मा, पहिलो इतिहास 12 को 18मा यहाँनिर यी मानिसहरूले जब दाउद चाहिँ परमेश्वरको कामको लागि खडा हुँदछन्, खडा भएर तयार हुँदै गर्दाखेरि परमेश्वरले वरिपरि मानिसहरू जुटाउन थाल्नुहुन्छ र त्यो मानिसहरू पवित्र आत्माले भरिन थाल्छन्। पवित्र आत्माले भरिएपछि यो हुँदछ यो मानिसहरूमा। This happens when the Holy Spirit comes upon these people. Even Old Testament मा, पुरानो करारमा 18 पदमा, त्यसै बेलामा ती 30 जना मध्येका प्रधान अमासैलाई आत्माले प्रेरणा भयो र तिनले यसो भने। के भने उनले? हे दाउद, हामी तपाईतर्फ छौं। हे यिसाईका छोरा, हामी तपाईका साथ छौं। तपाईलाई सफलता र तपाईका सहायकहरूलाई सफलता, किनभने तपाईका परमेश्वर नै तपाईका सहायक हुनुहुन्छ भन्दै लान्छ नि। 22 पदमा दाउदले एउटा ठुलो सेना तयार नगरुन्जेल मानिसहरू दिनदिनै तिनलाई सहायता गर्न आए। आज्ञाकारिता कम्प्लिट, वाइ ओबे? किनभने जब हामीहरू यो कुरा बुझ्छौँ कि यो सेवकाई चाहिँ, परमेश्वरको काम चाहिँ, परमेश्वरको राज्य चाहिँ हामी एकजनाको होइन, यो परमेश्वरको हो भनेर बुझ्छौँ, वी कम टुगेदर, हामी यसमा लागि पर्छौँ पूर्ण रूपले। आमेन। आधा आज्ञाकारिता होइन, जसरी त्यो साउल जस्तो पहिलो सामुएलमा साउल जस्तो होइन हो, यहाँ सिचुएसनल होइन, सधैँ त यस्तो हुन्थ्यो त, यो समय पनि यस्तै हुन्छ, होइन। परमेश्वरको वचनले के भन्छ?
प्रिय, जसै तपाईँ यहाँबाट छुटेर जानुहुन्छ, म प्रार्थना गर्छु पहिलो पत्रुस 2:24 हामीलाई एउटा प्रतिज्ञा गरिएको छ, उहाँले खाएको कोराको चोटले हामी निको भएका छौँ। फिलिपी 4:19 हाम्रो सबै खाँचोहरू उहाँको सम्पन्नता र उहाँको प्रशस्त अनुसार पुरा हुनेछ भनेर प्रभुको वचनले भन्छ। लुका 6:38 खाँदी खाँदी भरिएर पोखिने गयो उहाँले हामीलाई आशिष दिनुहुन्छ भनेको छ। हामी त्यो चाहन्छौँ हाम्रो जीवनमा, तर परमेश्वरले हामीलाई त्यो गर्न सक्नुहुन्छ जब हामीहरू पूर्ण रूपले कम्प्लिटली हामी वचन अनुसार, मैले तपाईँलाई भनेको आधारमा होइन, तपाईँले यसो गर्नुहोस् यो चाहिँ कम्प्लिट ओबिडियन्स हो म भन्दिनँ, किनभने म परमेश्वर होइन, तर वचनले उहाँको व्यवस्था अनुसार हामी हिँड्यौँ भने हामी जुनै ठाउँमा छौँ हामीलाई परमेश्वरले उहाँको आशिषको साथमा हामीलाई भेटाउन सक्नुहुन्छ। आमेन, हालेलुया। हामी पूर्ण रूपले आज्ञाकारी भएनौँ भने चाहिँ हाम्रो परिवारमा उहाँले शान्ति प्रतिज्ञा गर्नुभएको छ। प्रिय, हामी पूर्ण रूपले उहाँको वचन अनुसार आज्ञाकारी भयौँ भने उहाँले हामीलाई उहाँको शान्तिको साथमा हामीलाई हाम्रो परिवारभित्र भेटाउन सक्नुहुन्छ। पूर्ण रूपले आज्ञाकारिता। विशेष गरी हामी अगुवाहरू, हामी लिडर्सहरू, वी निड टु बी कम्प्लिटली ओबिडियन्स। हामी जुन कुरामा परमेश्वरले बोलाउनु भएको छ कुनै पनि त्यहाँनिर अलिकति यसो उसो छैन। We need to be completely obedient. If not, we're not called to be a leader. Completely obedience. हाम्रो फाइनेन्समा, रुपैयाँ पैसामा completely obedience. हाम्रो खुवाई पियाइमा, you cannot be drinking alcohol, wine as a Christian leader. No, you cannot. तपाईले पिउन सक्नु हुँदैन थियो। तपाई पिउनुहुन्छ भने you are not qualified to stand in the pulpit and preach the gospel. Hallelujah. You have to be completely obedient. पूर्ण रूपमा तपाई आज्ञाकारी हुनुपर्छ। तपाईको एटिट्युडमा, स्वभावमा completely obedience. तपाईको दशांश भेटीमा मण्डली पहिलो प्राथमिकता हुनुपर्छ। अनि तपाईको परिवारमा परमेश्वरले भनेको आशिषहरू तपाई र मेरो जीवनमा दिनुहुन्छ। मण्डलीहरू तपाई कम्प्लिटली मण्डलीको साथमा हुनुपर्छ। मण्डली कता जाँदैछ त्यो अनुसारले तपाई हिँड्नु पर्छ। तपाई हिँड्नु भएन भने, कम्प्लिटली पूर्ण रूपमा तपाई हिँड्नु भएन भने, I cannot promise that God will be able to bless you. किनभने परमेश्वरले हामीलाई त्यही ठाउँमा मात्रै आशिष दिन सक्नुहुन्छ जहाँ चाहिँ हामी पूर्ण रूपमा उहाँको वचन अनुसार आज्ञाकारी भएका छौँ। आमेन, हालेलुया। अनुसार आफ्नो पावमा खडा हुनुहोस्। हामी प्रभुलाई धन्यवाद दिनेछौँ।